नमस्ते, यहाँहरु सबैजनालाई स्वागत छ यस हाम्रो युट्युब च्यानल घरजग्गा कारोबारमा। मेरो नाम हरेश कुमार राई हो। आज म तपाईहरुलाई अत्यन्तै सुन्दर घर बिग्रेमा रहेको जानकारी दिन गइरहेको छु। यसको सम्पूर्ण विवरण, यसको क्षेत्रफल अनि यसको भित्रीको सबै भागहरु, यो एरियाको लोकेसन म सबै दिन गइरहेको छु। राम्रोसँग हेरेर बुझेर जग्गाधनीको डाइरेक्टली फोन नम्बर राखिदिएको छु। उहाँसँग सम्पर्क गरेर कारोबार गर्न सक्नुहुन्छ। यो चाहिँ जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वार्ड नम्बर 8 मा रहेको जुन कस्तुरी कलेज सँगै टसेको घर हो। तपाईले यसको क्षेत्रफलको भन्ने बारेमा कुरा गर्नु पर्दा जम्मा 25 दूर रहेको छ अनि दुईटा घडेरी हो। यो एउटा घडेरीमा घर बनेको छ भने एउटा घडेरी एउटा कित्ता चाहिँ अलग्गै छ। तपाईले यसलाई घर मात्र किन्छु भन्दा पनि पाउनुहुन्छ, अप्सन राखिदिनु भएको छ। अनि जग्गाको विषयमा पनि म तपाईलाई भनि नै हाले भने यो कोठाको भित्री भागहरु तपाईँ देखाउँदै छु। यो तपाईले एउटा नमुना हो, स्याम्पल हो। तपाईले काफी कोठाहरु हेर्न सक्नुहुन्छ, फराकिला कोठाहरु। अनि त्यसरी ढोकाहरु चाहिँ डिजाइन मजाले गरिएको छ भने अनि भुइँ फ्लोरमा चाहिँ अनि मज्जाको मार्बलहरु लगाइएको छ, एकदमै सादा तर एकदम राम्रो खालको। अनि त्यसैगरी भर्याङमा काठको डिजाइनले खोपेर बनाएको रेलिङहरु देख्न सक्नुहुन्छ भने यो चाहिँ किचन रहेको छ। अनि किचनमा हरेक कुरा चाहिने सुविधा कुराहरु चाहिँ उहाँले सेट गरिसक्नु भएको छ। तपाईले यहाँनेर आएर सिर्फ बस्न सक्नुहुन्छ एकदमै आरामले। अनि यो चाहिँ माथिको दोस्रो तलाको हो, तपाई देख्न सक्नुहुन्छ। उहाँले सबैतिर मजाको सजाउनु भएको छ। अनि ड्रागन फ्रुटहरुदेखि लिएर अरु जुन अक्सिजन प्रदान गर्ने जति पनि प्लान्टहरु उहाँले लाउनु भएको छ। अनि यहाँको सम्पूर्ण एरिया तपाईले हेर्दै हुनुहुन्छ भने अनि फ्लोरमा पनि टाइल लगाउनु भएको छ। यो माथिल्लोपट्टि तपाईले देख्दै गरेको चाहिँ हाम्रो कस्तुरी कलेजको प्राङ्गण हो। तपाईले थाहै छ यो कस्तुरी कलेज ठुलो छ, यहीसँग टाँसेको घर हो भने यो बाहिरपट्टिको एरिया चाहिँ यस्तो रहेको छ। अनि एकदमै 20 फिटे बाटोमा एकदम टाइल लगाएर जुन चाहिँ ब्लक लगाएर चाहिँ सजाइएको छ। तपाई चारतिर कम्पाउन्ड लगाइएको एरिया तपाई देख्न सक्नुहुन्छ। जुन चाहिँ यो अर्को घडेरी चाहिँ यो खाली भाग हो, तपाई देख्न सक्नुहुन्छ। यो पनि कम्पाउन्ड भित्रै छ तर तपाईले यसलाई म्यानेज गर्न सक्नुहुन्छ। अनि माथि ड्रोनबाट हेर्दा चाहिँ यस्तो देखिन्छ, काफी तपाईले हेर्न सक्नुहुन्छ। यो बाटो चाहिँ टुङ्गेको बाटो हैन, यो पास भएर जान्छ। यो यता हाइवे निस्किने बाटो हो, जुन हाम्रो इटहरी विराटनगर हाइवे। यो बाटो सिधै आयो भने निस्किन्छ भने यहाँनेर जुन खाली देख्दै गर्नुभएको चाहिँ यो अर्कै अलग कित्ता हो, दुईटा घडेरी हो क्या यो चाहिँ खासमा। तर एउटा घडेरीमा मात्र घर बनेको छ। तपाईले आफूले चोइस गरेर यसको लिन सक्नुहुन्छ। अनि यसको मूल्य चाहिँ जम्मा 2 करोड 30 लाख राख्नु भएको छ। तपाईले जग्गाधनीलाई डाइरेक्ट भेटेर उहाँसँग डिलमा बस्न सक्नुहुन्छ। अनि यहाँको सम्पूर्ण विवरण यस्तो रहेको छ। यदि तपाईलाई मन पर्छ भने चाँडोभन्दा चाँडो सम्पर्क गर्नुहोला र ताकि यो प्रपर्टी चाहिँ नउम्केको होस् भनेर। यो माथिबाट देखाउँदै गर्नुभएको यो ड्रोन शटहरु हो। अनि कस्तुरी कलेज निकै ठुलो छ। अनि त्यसैगरी यो गाडी कालो गाडी पास हुँदैछ, यो बाटो चाहिँ हाइवे तर्फ जाँदै गरेको हो भने यसको पूर्व दक्षिण मोडा रहेको छ हाललाई। थ्यांक यू सो मच अहिलेसम्म यो भिडियोलाई हेरिदिनु भएको लागि।